आज हेर ठ्याक्कै 4 दिन भयो के गर्ने मुहा के हालिसक्नु छैन यो तितो क्या तितो कहिले तितो हुन्छ कहिले गुलियो हुन्छ चटक 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 या लुक्छ के भाउ केही पत्ता लगाउन सके होइन टाउको फेरि पलक 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 गरेर यो आँखाको गेडो निक्लेर जाए हुन्छ के भएको अब के भएको त जान्ने झाँक्री सबै लगाइसक्यो एकचोटि साउकोटा गएर त्यो देखाउन जानुपर्छ कि क्या हो कान्छा औषधि यो के कुरा दियो औषधि कुरा नगर भातको साटो औषधि खाइरहेको छु कम त खाइरहेको छु मैले औषधि बिहान खाऊ बेलुका खाऊ कति खानु औषधि कान्छा यो औषधि हेर्दै ल यो गोलो गोलो पारेको छ यो यहाँ यस्तो गोलो धर्सो राखेको छ यो के यो धर्सा भने चाहिँ कि यो सुतेर खाने भने कि सुती खाने भने कि के भने 3टा धर्का लेखे 3टा गोलो पनि लगायो धर्सा पनि लगायो यो 3टा गोलो भने चाहिँ कि 3चोटि खाने भने कि 3टा गोली खाने भने कि के भने त्यो आँखा देख्ने मान्छेले हेर्दै म जान्दिनँ आफू दुखेर फुट्ला जस्तो भयो के आफै कुरा नगर भयो यो डक्टर झन् भन्नु मात्रै रहेछ पैसाको लागि खालि टाउको दुख्छ ज्वरो आउँछ यहाँभित्र झरझर लुक्छ के भयो हो भनेर गयो एक प्लास्टिक दबाई दिएर पठाउँछ के गर्ने कति खाने औषधि खाँदा वाक्का भइसक्यो काठमाडौँतिर मान्छेले यति भात खान्छन् यति औषधि खान्छन् भने सुनेको थियो अहिले यो गाउँका मान्छेले नै यति भात यति औषधि खान थालिसक्यो अब झन् गाउँै डक्टर के गाउँै डक्टर च्याउ बनाइ चाहिँ डक्टर मान्छे पछि रोग डक्टर पछिको हेराइ जचाइ हुँदो रहेछ के गर्नु र दिगदार म आजित भइसक्यो म यति मात्रै ए भात यति हाल दाल यति हाल मुहा के हालिसक्नु भएको त्यो केरा स्याउ अम्बा के ल्याइदिएर छन् मुहा हाल्न भएन आफूलाई के गर्ने नाति केटोले खै हिजो चलेर जस्तो लाग्थ्यो के गरिरहेछ न के खान मन लाग्छ न फलफुल खान मन लाग्छ न अन्न खान मन लाग्छ पानी यति खायो अनि अस्तिदेखि अन्ना दानो परेन मुखमा यो पेट त्यसै हुडालिरहेछ बमेट आउला जस्तो भाखा पेट अन्डाको खोस्टो छैन कहाँबाट आओस् के अलरेडी भएको एकछिन सुतु भनेको पुगो फेरि चाना कालहरू